हेलो गाइज, गुड मर्निङ एभ्रिवान। र आज चाहिँ म र मेरो भाइ चाहिँ मर्निङ वकको लागि निस्केको छु होइन। र मर्निङ वक गर्दै जाँदाखेरि हामीले चाहिँ यो नमुना स्कुलको छेउमा चाहिँ हामीले एक्सर्साइज गर्ने ठाउँ देखेको छौँ। र यसमा तपाईँहरू पनि आएर यसरी एक्सर्साइजहरू गरेर आफ्नो जिउलाई हेल्दी गर्नु सक्नुहुनेछ। र यहाँ के छ म तपाईँलाई यो भिडियो मार्फत तपाईँहरूलाई देखाउँदैछु। हेलो गाइज, यहाँ चाहिँ यसरी खुट्टाको मद्दतद्वारा एक्सर्साइजहरू गर्न सकिन्छ। भाइ कस्तो राम्रो छैन होइन? एकदम मजाले एकदम खुट्टाको लागि चाहिँ एकदम उपयुक्त छ होइन। र यस्तै म अरू तपाईँलाई म देखाउँदैछु। र त्यसपछि यो ह्याभिङ गर्ने पनि रहेको छ। यसमा तपाईँको 3 स्टेप रहेको छ। यो स्टेप, यो 2 स्टेप, यो 3 स्टेप। हाम्रो भाइले गरेर देखाउँदैछ कसरी गर्नुपर्छ भनेर। यसैलाई भन्छ ह्याभिङ। र यसै क्रममा यो रनिङको लागि पनि बनाएको छ। देख्न सक्नुहुन्छ कस्तो इजिली तरिकाले भाइले गरिरहेको छ। तपाईँहरू पनि आएर यो नमुना स्कुलको छेउमा आएर यसरी एक्सर्साइजहरू गर्न सक्नुहुनेछ। अब जाडोको मौसम सुरु भइसकेको छ। जाडोमा घर बसेर मोटाउने होइन, आफ्नो जिउलाई हेल्दी बनाउनुपर्छ। यो गरे बापत आफ्नो जिउ हेल्दी पनि र बिमारीबाट बाँचिन्छ। र यो अर्को स्टेप रहेको छ। भाइले चाहिँ यो खुट्टाको मद्दतद्वारा गर्दैछ। कस्तो राम्रो लाग्दैछ होइन? एकदम। कति वर्ष भयो भाइ यो बनाएको? भयो लगभग 2 वर्ष जति। 2 वर्ष जति भइसकेको छ। र मलाई चाहिँ आज थाहा हुँदैछ है गाइज। र यहाँ अर्को छ यो चाहिँ तपाईँको थाइको लागि चाहिँ एकदम उपयुक्त छ। तपाईँहरू पनि आएर यो एक्सर्साइजहरू गर्न सक्नुहुनेछ। यो भनेको हामीहरूको लागि नै बनाएको। यसमा कुनै पनि शुल्कहरू लाग्ने छैन, एकदम निःशुल्क हो। यसलाई चाहिँ के हुन्छ भाइ? यो तपाईँको जिम छ नि, जिममा गर्छ नि हो, हातको लागि। जिममा चाहिँ हामीले पैसा तिरेर गर्छौँ, यहाँ चाहिँ फ्रीमा हुन्छ होइन, निःशुल्क। कस्तो इजिली गर्दैछ भाइले। भाइको एक्सपिरियन्स पनि छ। र यो चाहिँ तपाईँको एक्सर्साइज गर्ने भन्दा पनि नगर्ने मान्छेहरूले चाहिँ यो भत्काएको हो। दुईवटा खुट्टा गरेर यसरी एक्सर्साइज गर्ने बनाएको थियो। र तपाईँहरू पनि यहाँ आएर यसरी एक्सर्साइज गर्न सक्नुहुनेछ होइन। आफ्नो जिउलाई हेल्दी बनाउनुहोस्। बिहानको मौसममा एकदम राम्रो पनि हुन्छ होइन भाइ? के भन्दै अलिकति? अब के भन्नु होइन, यहाँ आउँ अब यहाँ एक्सर्साइज गर्नलाई। अब त्यति नै हो। जाडो छ होइन, जाडोमा घरमा बस्नुभन्दा बरु एक्सर्साइज गऱ्यो भने जिउ हेल्दी पनि हुन्छ नि भाइ होइन। र यस्तै भन्न चाहन्छु। र यसरी नयाँ नयाँ भिडियोहरू म तपाईँहरूलाई मेरो भिडियो मार्फत तपाईँहरूलाई देखाउनेछु। ओके, बाई।